स्वागत छ। आज हामी फेरि एउटा रोचक विषयमा कुरा गर्दैछौँ, ब्रायन ट्रेसीको साइकोलोजी अफ सेलिङ अर्थात् बिक्री सम्बन्धी मनोविज्ञान। यो एकदमै चर्चित किताब हो अनि यसमा आधारित अरू स्रोतहरू पनि छन्। हो नि, ट्रेसीको आफ्नो कथा पनि कस्तो प्रेरणादायी छ। सुरुमा एकदमै सङ्घर्षरत विक्रेता, अनि पछि त टपमा पुगे। हो, उनको अनुभवले के भन्छ भने खालि मरिमेटी गरेर मात्रै नहुने रहेछ, तरिका पनि जान्नु पर्यो होइन? एकदमै कडा परिश्रम त चाहिन्छ नै, तर सही दिशामा हुनु पर्यो। आज हामी त्यही मनोवैज्ञानिक सूत्रहरू र व्यावहारिक आइडियाहरू केलाउँछौँ। विशेष गरी सिक्ने तरिका, मानसिकता कस्तो हुनुपर्छ, लक्ष्य कसरी सेट गर्ने अनि ग्राहकलाई साँच्चै कसरी बुझ्ने भन्ने कुराहरूमा ध्यान दिउँ है त। हुन्छ, सुरु गरौँ त्यसो भए त्यो सिक्ने कुराबाटै। ट्रेसीको जीवनमा त्यो मोड आएको थियो नि, जब उनले आफ्नो कम्पनीको सबैभन्दा सफल विक्रेतालाई गएर सोधे। तपाईँ त्यस्तो के फरक गर्नुहुन्छ भनेर। हो, कति सामान्य प्रश्न, तर त्यसले कत्रो रहस्य खोलिदियो एकदम। किनभने ती सफल सहकर्मीले त फर्चुन 500 कम्पनीबाट 16 महिना तालिम लिएका रहेछन्, गहन तालिम। 16 महिना? हो, यसले के देखायो भने सफलता भनेको भाग्यले मात्रै आउने होइन, यो त सिकेको सिपले आउने कुरा हो। अनि ट्रेसीले पनि त्यसपछि सिक्न थाले। एकदम। प्रश्न सोध्ने, किताबहरू पढ्ने, अडियो सुन्ने, सेमिनार जाने, मतलब निरन्तर सिकाइ, त्यही नै उनको सफलताको चाबी बन्यो पछि। भनेपछि बिक्रीमा सफल हुनलाई खासमा कुनै जादु चाहिने होइन रहेछ, यो त एउटा सिस्टम हो जुन सिक्न सकिन्छ। बिल्कुल। सफल मान्छेले जे गर्छन् हामीले पनि त्यही तरिका अपनायो भने उस्तै नतिजा आउन सक्छ। यो अनुमान गर्न सकिने प्रक्रिया हो। र यो सिस्टमको एउटा ठूलो हिस्सा चाहिँ मानसिकता हो, होइन त? हो नि, मानसिकता। हार्वर्ड विश्वविद्यालयको एउटा अध्ययनले पनि त्यही देखाउँछ। बिक्रीमा सफलताका लागि चाहिने धेरै गुणहरू बाहिरी भन्दा पनि भित्री हुन्छन्, मानसिक। त्यहीँनिर ट्रेसीको त्यो आय थर्मोस्टाटको कुरा आउँछ होला नि। मलाई त त्यो कन्सेप्ट गजब लाग्यो। इन्कम थर्मोस्ट्याट। हामीले अवचेतन रूपमै आफ्नो कमाईको एउटा लेभल सेट गरेका हुन्छौँ रे के। कस्तो अचम्म, मतलब त्यो भन्दा माथि जान खोज्दा आफैलाई रोक्छौँ। हो। कतिपय मान्छे आफ्नो लक्ष्य आय नजिक पुगेपछि अचानक बिक्री घट्न थाल्छ। उनीहरूको भित्री कम्फर्ट जोनले रोक्छ। कारण त्यही आत्मसीमित विश्वासहरू, जस्तो म योभन्दा बढी कमाउन लायक छैन वा म पर्याप्त राम्रो छैन भन्ने सोच, डर।
इन्कम थर्मोस्टेट। हामीले अवचेतन रूपमै आफ्नो कमाईको एउटा लेभल सेट गरेका हुन्छौँ रे के। कस्तो अचम्म, मतलब त्योभन्दा माथि जान खोज्दा आफैलाई रोक्छौं। हो कतिपय मान्छे आफ्नो लक्ष्य आय नजिक पुगेपछि अचानक बिक्री घट्न थाल्छ। उनीहरूको भित्री कम्फर्ट जोनले रोक्छ। कारण त्यही आत्मसीमित विश्वासहरू, जस्तो म योभन्दा बढी कमाउन लायक छैन वा म पर्याप्त राम्रो छैन भन्ने सोच, डर। यो त खतरनाक रहेछ है। यसलाई तोड्ने उपाय चाहिँ के त? ट्रेसीले एकदम जोड दिने कुरा हो सकारात्मक आत्मवार्ता, पोजिटिभ सेल्फ टक। जस्तो दिनहुँ आइनामा हेरेर म आफूलाई मन पराउँछु, आई लाइक माइसेल्फ भन्नु। सुरुमा त अलि अप्ठ्यारो लाग्ला नि। लाग्छ, तर यसले बिस्तारै काम गर्छ। हाम्रो आत्मविश्वास, आत्मसम्मान बढाउँछ। जब तपाईँ आफूलाई साँच्चै मन पराउन थाल्नुहुन्छ, ग्राहकले पनि त्यो महसुस गर्छन्, सम्बन्ध राम्रो हुन्छ। एकदम। सफल विक्रेताहरूले आफ्नो भित्री संवादलाई नियन्त्रणमा राख्छन्। उनीहरू सकारात्मक सोच्छन्। यो मानसिकताको कुरा लक्ष्य निर्धारणसँग पनि जोडिएला है? अवश्य। सफल मान्छेहरू लक्ष्य उन्मुख हुन्छन्, गोल ओरिएन्टेड। उनीहरूलाई थाहा हुन्छ वर्षमा कति कमाउने, त्यसका लागि कति बेच्ने, कतिजनालाई भेट्ने, एकदम स्पष्ट। तर लक्ष्य सोचेर मात्रै भएन। भएन, लेख्नु पर्यो। ट्रेसी भन्छन् लिखित लक्ष्यको शक्ति बेग्लै हुन्छ। किन होला? लेख्दाखेरि हाम्रो अवचेतन मनले त्यसलाई गम्भीर रूपमा लिन्छ रे, अनि त्यसलाई पूरा गर्नतिर लाग्छ। यो त महत्त्वपूर्ण कुरा हो नि। उनले त लक्ष्य प्राप्तिको 7 चरणको प्रक्रिया पनि दिएका छन्। के हुन् ती छोटकरीमा? पहिलो, के चाहियो ठ्याक्कै निर्णय गर्ने। दोस्रो, त्यसलाई लेख्ने। तेस्रो, डेडलाइन राख्ने। चौथो, गर्नुपर्ने सबै कामको लिस्ट बनाउने। अनि पाँचौं, त्यो लिस्टलाई मिलाएर योजना बनाउने। छैटौं, तुरन्तै एक्सन लिने। अनि सातौं, हरेक दिन त्यो लक्ष्यको लागि केही न केही गर्ने, निरन्तरता। वाह, एकदमै व्यावहारिक खाका रहेछ। अब बिक्री प्रक्रियाकै केही मुख्य तत्त्वहरू हेरौँ न। ट्रेसी भन्छन् नि, भन्नु बिक्री होइन, सोध्नु बिक्री हो। यो एकदमै महत्त्वपूर्ण छ। पहिला ग्राहकको आवश्यकता के हो त्यो पत्ता लगाउनु पर्यो। कसरी? खुला प्रश्नहरू सोधेर। के, कहाँ, कहिले, किन, कसरी, को, कुन, यस्ता प्रश्नहरू। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, ध्यान दिएर सुन्ने। सुन्ने कला हो। ग्राहकको वास्तविक समस्या वा आवश्यकता नबुझिकन आफ्नो सामान बेच्न खोज्नु त्यो कामै लाग्दैन। ग्राहकले के महसुस गर्नु पर्यो भने मैले तिरेको पैसाभन्दा बढी फाइदा पाएँ, मूल्य पाएँ। अनि त्यो प्रेरणाको कुरा नि, मान्छेलाई किन्ने निर्णय गर्न केले प्रेरित गर्छ? लाभ पाउने इच्छाले कि केही गुमाउने डरले? ट्रेसीको अध्ययनले के देखाउँछ भने त्यो गुमाउनु पर्ने डर, फियर अफ लस, चाहिँ पाउने इच्छा, डिजायर फर गेन भन्दा झन्दै 2.5 गुणा शक्तिशाली हुन्छ रे। हो र, 2.5 गुणा? त्यसैले आफ्नो प्रस्तुतिमा सामान किन्दा के फाइदा हुन्छ मात्रै नभएर नकिन्दा के गुम्न सक्छ भन्ने कुरा पनि देखाउनु प्रभावकारी हुन्छ, दुवै पक्ष। यो त सोच्नुपर्ने कुरा हो। अनि व्यावसायिक देखिनु कतिको महत्त्वपूर्ण छ? पहिरन, व्यक्तित्व? निकै महत्त्वपूर्ण। भनिन्छ नि, पहिलो प्रभावको 95% त पहिरनले नै पार्छ। 95%? हो। सफा चिटिक देखिनु, समयको पालना गर्नु, आफ्नो काम गर्ने ठाउँ डेस्क सफा राख्नु, यी साना साना कुराले व्यावसायिकता देखाउँछ, उत्पादकता पनि बढाउँछ। र अन्तमा सायद सबैभन्दा आधारभूत कुरा, विश्वास। बिल्कुल। यदि ग्राहकले तपाईलाई विश्वास गर्दैन भने अरू सबै कुरा बेकार हो त। इमानदारिता, विश्वसनीयता बिक्रीको जग हो। ट्रेसीले गोल्डन रूल अपनाउन भन्छन्। त्यो भनेको? ग्राहकलाई तपाईँ आफूले जस्तो व्यवहार चाहनुहुन्छ ठ्याक्कै त्यस्तै व्यवहार गर्नुहोस्। यो नै विश्वास जित्ने सबैभन्दा राम्रो तरिका हो। त्यसो भए सारमा भन्नुपर्दा बिक्रीमा सफलता भनेको भाग्यको खेल होइन रहेछ। यो त निरन्तर सिक्ने प्रक्रिया, सही मानसिकता, स्पष्ट लक्ष्य, ग्राहकलाई केन्द्रमा राख्ने तरिका, व्यावसायिकता अनि विश्वास बनाउने कलाको मिश्रण रहेछ। एकदम सही। यो सिक्न सकिने कला पनि हो, विज्ञान पनि हो, एउटा व्यवस्थित प्रक्रिया हो। आजको छलफलले बिक्रीको यो मनोवैज्ञानिक पाटोलाई साँच्चै नै राम्रोसँग उज्यालो पारेको जस्तो लाग्यो मलाई। अब जाँदा जाँदै श्रोतालाई एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। आफूभित्र लुकेको त्यो असीमित क्षमता,
र हामीले बाहिरी दुनियाँमा पाइरहेको सफलता, यी दुई बीचको वास्तविक सम्बन्ध चाहिँ के होला? के हामीले आफ्नो त्यो भित्री आय थर्मोस्ट्याटलाई साँच्चै चिनेका छौं अनि त्यसलाई बदल्न के गर्न सकिएला? सोच्दै गर्नुहोला।